सम्पूर्णलाई नमस्कार। मैले चाहिँ अस्तिदेखि खाना खाएको थिएन रुसेर हैन। आज किनभने मलाई केक खाने मन लागेको थियो हैन। केक ल्याउनु भनेर ल्याइदिनु भएन। अनि आज चाहिँ केक 3 दिन भयो खाना नखाएको, अनि आज केक ल्याउनु भयो र अब केक खाना भयो। इंद्र के खाना मन यहाँ हरे कुरा के भयो चावल मोटो पनि अक्सर बढी के गई मन पर्ने के कारण भयो। ओए फाइनली गाइज हैन, उल्टो क्या तो है यो। केक खाने भए हजुर कमेन्ट गर्नु होला है। मेरो बुढाले चाहिँ आज चाहिँ 3 दिन भयो खाना नखाएको। केक खाने भने 3 दिन भयो नल्याइदिएर खाना छोडिदिएको थिएँ। अनि आज अब केक खाएर सुरु गर्नु पर्यो खाना खान। त चाहिँ खाना लागिसक्नु भयो। हेलो भन्नु। हेलो 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 बाई बाई है त सम्पूर्ण।